नमस्ते। राष्ट्रपा सरकार एकदमै ध्यान दिएर सुन्नु होला। किन थरथरावट पैदा भएको छ थाहा होला नि। सुनसरी घटनाले उग्र रूप लिन लागिरहेको छ। राष्ट्रपा सरकारलाई फेल गराउने तत्त्वहरूले जातीय र धार्मिक द्वन्द्व गराउन खोजिरहेका छन्। राष्ट्रपा सरकारलाई फेल गराउने तत्त्वलाई देशको माया छैन। कार्यकर्तालाई पाल्न पाइएन, घुस खान पाइएन, देश बेच्न पाइएन भन्ने असाध्यै चिन्ता छ। यस्तो हुनुभएको छ। राष्ट्रपाको विरोधी ग्रुप एकदम ध्यान दिनुहोस्। सुरक्षाकर्मीलाई सुस्त राख्नुहोस् र केही भएन, अति अप्ठ्यारो पर्यो भने 5-7 लाख भुपुहरू, पुलिस र आर्मीहरू यो देशमा पेन्सन खाएर बसेका आनन्द देशलाई के पर्यो भनेदेखि म देशलाई माया गर्छु भन्ने भुपुहरू छन्। लाठो भए पुग्छ, बन्दुक पनि चाहिँदैन। तर देशभरिका भुपुलाई पुग्ने बन्दुक छ, यो देश मलाई थाहा छ। बन्दुक हान्ने होइन, बन्दुकको टुप्पोमा समातेर फेदफेदबाट हान्ने हो। किनभने बन्दुक कसैलाई मार्नु हुँदैन, जनता मार्नु हुँदैन, देशका जनता मार्नु हुँदैन। देशका जनता 17,000 मारेर आउने मान्छे अहिले कसरी कुर्लेर चाहिँ सबैजना पानी बाह्र बाह्रमा चाहिँ एकै ठाउँ भएको छन्। याद छ नि है सबैलाई। 76 जना मार्ने र चाहिँ नि 17,000 मार्ने, यी सबैजना एकै ठाउँ भएर चुच्चो मुचो जोडेको किन थाहा छ? 5 लाखको त जिम्मा लिइसक्नु भएको त आखिर ज्यानमारै नै हो नि। एकजना मान्छेले चाहिँ एकजनालाई काट्छु मात्रै भनेर खुकुर लिएको देख्यो भने त त्यसलाई 14 वर्ष जेल हाल्छन्। 5,000 मैले मारेको हो भन्ने मान्छे चाहिँ अहिले यस्तो सबैले एकजुट भनेर देश कसरी कब्जा लिन सकिन्छ एकै दिन हाल्नुपर्छ भन्नुभएको छ। सब कसैको कुरा छोडिदिनुहोस्, भुपु आह्वान गर्नुहोस्। आवश्यक पऱ्यो भनेदेखि एउटा लाठो भए पुग्छ। 5-7 लाख भुपु छन् पेन्सन खाइरहेका। आउनुहोस्, नआएदेखि तपाईँहरू जानुहुन्छ। पेन्सन बन्द हुन्छ भनेपछि सबै आउँछन्। यिनका आन्दोलनकारी जति हुन्छन्, एउटा आन्दोलनकारीको 2 जना दरले पुग्छ। भुपु र बालवाला भएपछि आत्तिनु पर्दैन। टुक्कसँग काम गर्नुहोस्, तपाईँको साथमा हामी छौँ। भुपु सबै छन्। राष्ट्रप्रेमी हुन्छ भुपु भनेको। किनभने नेताहरू कोही पनि राष्ट्रप्रेमी छैन। पुरानो नेताहरू कोही राष्ट्रप्रेमी छैन। कहाँ खान पाइन्छ, कार्यकर्ता पाल्न पाइएन, पोस्न पाइएन, कति छटपटी भएको छ। कुरा नगरौँ। नुन तेल दाल मसला 20औं वर्ष 35औं वर्ष भयो, त्यहीँबाट खाएको थियो। जाहिर व्यापार के पनि छैन। माइती घर मण्डलमा चाहिँ 80-90 दिन आउनु भएको छ। मैले पेन्सन खाएर, जाहिर खाएर, यता गरेर उता गरेर महिनाको 70-80 हजार कमाउँदाखेरि पनि बालबच्चा पढाउनु पैसा नपुगेर कति छटपट्टि भइरहेछ। यिनले काँडा आएर खाएर एउटै मान्छे त्यहाँ 90 दिनसम्म देख्छु मैले। त्यसको बाउ आमा बालबच्चा कसरी पालेको छ। प्लिज है, राष्ट्रपा सरकार एकदमै ध्यान दिनुहोस्। आवश्यक परे भुपु खाली हाजिर हुन्छ। जय होस्। सलोट छ भुपु सेनाको यो आर्टलाई र देशप्रतिको प्रेमलाई। देशभक्ति जगाइ